हेलो गुड आफ्टरनुन तपाईँलाई जेमसी। आज चाहिँ पानी आएर है केसहरू पनि यस्तो भइरहेको छ झुम। आज चाहिँ तपाईँलाई छोटो भिडियो लिएर आएको छु, हेर्दै जानुहोस्। आज अलिकति मात्रै काम पनि भयो है। आज चाहिँ धेरै राम्रो भिडियो आउँदैछ, तपाईँहरूले हेर्नुहोस् र कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। तपाईँहरू युट्युबमा जानुभयो भने मेरो युट्युबको नाम चाहिँ मनोज राणा साम्पाङ अर्ग्यानिक छ, भन्नुहोस् है, माया गर्नुहोस् ल साथीहरू। हेर्नुहोस् है, दाँत दुखेर हैरान भएर चाहिँ यो के चाहिँ चुसेको हेर्नुहोस् त। कोही धुवा त एउटै छैन त अन्त। यो चाहिँ दाँत दुखेर दबाई बनाएको, यो चाहिँ के चिज हो? यो त कटुवा जस्तो छ त अन्त। खै दाँत देखाउनु त जतिको जाति भएछ उगार्नु न, राख्नु कसरी देखाउँछ है, माथिल्लोपट्टिको हो। हेर्नु कटुवा। तपाईँहरूको पनि दाँत दुख्छ भने चाहिँ यो जङ्गली बिँलाई सुकाएर भित्रको बिहा नि बिहालाई चाहिँ एउटा कागजमा बेरेर चाहिँ स्वाटै चुसेर धुवा कति मिनट मुखमा राख्नुपर्ने? 10 मिनट 5 मिनट सक्दो आफूले जति सक्दो 1 घन्टासम्म। 10 मिनट 15 मिनट 5 मिनट 1 घन्टासम्म होइन। भोलि जोरथाङ जानुपर्नेछ दाँत खोल्नु र त्यहाँबाट चाहिँ दाँत खोल्नु जानुपर्छ। अलिक जाति दुख्नु छोडेपछि चाहिँ नि ऊ हो यस्तो हुन्छ लेख्दाखेरि। हेर्नुहोस् है ल, तपाईँहरूको पनि दुख्दैछ भने चाहिँ भन्नुहोस्, यस्तो कटुवा खानुपर्छ। हेर्नुहोस् साथीहरू, पानी आएर चाहिँ रोकियो है, तर रात परेको जस्तै भइसकेको छ दिन चाहिँ। हेर्नुहोस् साथीहरू, यो हामीले जुन जग्गा बसिरहेको छौँ त्यो जग्गाको रोड हो। यो चाहिँ अलिक रफ रोड छ है, यो चाहिँ यहीँसम्म मात्रै आउँछ, 0 यहीँ छ। र यो जग्गा चाहिँ अहिले चाहिँ पानी आएर चाहिँ एकछिन रोकियो है, अनि पुरा चिसो भइरहेको छ। यहाँदेखि यहाँ पुरा डुम्ब छ, यहाँ चाहिँ यो पहाडहरू देख्छ, हिउँहरू मजाको देख्छ, स्नोफलहरू है। तर आज यस्तो डुम्बो भएकोले देखेको छैन। कुनै समय खुल्ला हुँदाखेरि म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् साथीहरू, अब यो चाहिँ टर्निङ छ, यहाँबाट चाहिँ हामी आइपुग्छौँ है। यहाँ चाहिँ रोड चाहिँ है, यहाँबाट चाहिँ यो चाहिँ तलबाट बजारबाट आउने रोड हो यहाँबाट चाहिँ है। र यहाँ चाहिँ जुन चाहिँ हामी बस्ने जग्गा चाहिँ यो रोड भएर जान्छ है। अहिले मैले तपाईँहरूलाई देखाएको चाहिँ यो रोड हो है। र हामी बसेको होमस्टे चाहिँ यहाँ माथि छ, हेर्नुहोस् है, कम्प्लिट भएको छैन। यहाँ माथि मान्छे देख्दैछ, तपाईँलाई म देखाउँदैछु, हेर्नुहोस् है। चाहिँ सुमन बुबु छ। हेलो भन्नु त सुमन बुबु हो, देख्नु हुँदैछ, टाढो छ, तपाईँलाई देखाएको छु है। हाँस्नु त, हाँसेको पनि सुन्नु पर्ला देखाले। र पुरा हावा पानी गडाङ गुडुङहरू पनि पुरा चल्यो है। पुरा अँध्यारो भइरहेको छ, देख्नु होला। रमाइलो छ जग्गा चाहिँ चल्नुको लागि चाहिँ है। यहाँनिर चाहिँ यहाँ तल चाहिँ एकजना दिदी बस्नुहुन्छ है। यहाँ चाहिँ हो, हेर्नुहोस् हामी बसेका जग्गा चाहिँ रहेछ। यहाँ देख्नुभयो, टाढा छ, हावा चल्दैछ।
हेर्नुहोस्, अस्ति हामीले गर्दै गरेको यहाँ जुन मचानहरू बनाएर गर्दै थियौँ नि माथि हेर्नुहोस्, त्यो हामीले सक्यौँ। यहाँ हेर्नुहोस् फिनिस गरेर अहिले चाहिँ उतापट्टि बनाइराखेको छौँ हामीले मचान। अब भोलि चाहिँ उतापट्टि गर्नु हो, देख्नुभयो होला नि।